चिट्ठामा रमाउने सरकार अब त आँखा खोल। यो हरेकपल्ट सदनमा उहाँहरूले हामीले चिट्ठामा परेको चाउचाउमा परेको तपाईँहरूले के भन्ने हो? तपाईँहरूको शैली हो यो तपाईँहरूको? हो सरकार, म सदनमा उभिएर सडकका कथाहरू सुनाउन बाध्य भएँ। 100 दिन तपाईँले ल्याएको 100 बुदाको सरकारले समीक्षा गर्नुहोस्। कति फेल भयो, कति पास भयो, जिम्मेवारी तपाईँको हो सरकार, मेरो त खबरदारी मात्र हो। चिट्ठामा रमाउने सरकार अब त आँखा खोल, जनताको पीडा बुझ, चमेली बन जनताको। कानुनको शासन र माध्यम मार्ग निकै महत्त्वपूर्ण हुन्। संविधानले दिएका मौलिक हकमा रहेर कार्य गर्नु सरकारको जिम्मेवारी हो भने संविधान बमोजिमको अधिकार हरेक नेपाली नागरिकले पाउनुपर्ने हुन्छ। पूर्व वक्ता मान्यज्यूले भन्नुभयो यो हामीहरू चाहिँ चिट्टामा परेर आएको भन्नुभयो। उहाँले प्रुफ दिनु पर्यो। थियो हामी जनताले प्रत्यक्ष जिताएर आएको हामी सांसद हौँ कि चिट्टामा परेर आएको, उहाँले प्रुफ सहित भन्नु पर्यो। यो चाहिँ यो हरेकपल्ट सदनमा उहाँहरूले हामीले चिट्ठामा परेको चाउचाउमा परेको तपाईँहरूले के भन्ने हो? तपाईँहरूको शैली हो यो तपाईँहरूको? तपाईँहरूलाई जसरी जिताएर आएको हो त्यसरी जिताएर हामीलाई पनि आयो। तपाईँले टाउको हल्लाउनै पर्दैन यो विषयमा। हस्, धन्यवाद। उहाँको यो रेकर्ड चाहिँ सम्पूर्ण हटाइयोस् सम्माननीय सभामुख महोदय।